जय मसी सम्पूर्णमा आज हामी जाँदैछौँ पास्तरको निकै फेमस ठाउँ हिले डाँडा। यो चाहिँ हाम्रो घरबाट धेरै टाढो छैन है, तर बाटो चाहिँ यस्तै नै छ। अन्त यहाँनिर हिँड्दाखेरि चाहिँ अलिकति मुटु चाहिँ दह्रो पारेर हिँड्नुपर्ने हुन्छ। अन्त जेठी दिदीलाई धेरै धेरै धन्यवाद। उहाँले आफै गाडी रिजर्भ गरेर हामीलाई ल्याउन पठाउनु भयो। अनि हाम्रो फ्यामिली, हाम्रो आमालाई लिएर हामी हिले डाँडा जाँदैछौँ। अनि पहिले चाहिँ हाम्रो दिदी जेठी दिदीको घरमा जानेछौँ। अनि त्यहाँनिर खाजाहरू खाएर फेरि लाग्नेछौँ हिले डाँडा। आइपुग्यौँ है, आइपुग्यौँ। क्याप्चर यता लु सेवारो भन्नु खै त, सेवारो तुम्हालाई खै त सेवारो, तुम्हालाई खै सेवारो। मै के लाएर आयो, के खायो, के खायो? बिस्कुट भाले। चिना दिदी कहाँ जानुभएको? भालेहरूको छुट्टै मजा छ। दुईटा झन्न बाँच्दैन रहेछ। हाम्रो त तल भाले बाँचेर आलुदम अनि चिकन विङ्स रहेछ है। ओ सधी यहाँ आउनु, यहाँ भिआइपी खाजा। ल अङ्कल यता यहाँ पापासँग खाने के छ मैले भन्नुपर्ने पापासँग खाने के भन्नुहुन्छ? भिडियोमा यस्तो आएको छ, खाइ नसक्ने, कहिले खाइसक्ने, महिनाले सघाउँछ। मेरो अर्कै छ यो यति त के हो र नि सधी? कान्छाको फुरौला उठिगयो। ल हिले डाँडा हिँड्ने मान्छेहरू यहाँ छ है। चिना कहाँ छ? मान्छे ल हिले डाँडाको आलु चप मिठो हुन्छ है, मिठो हुन्छ नि। ल यहाँ बनाउनुहुन्छ त। ल है हिले डाँडामा पुगेर पुल चढ्नु आँट गर्ने मान्छेहरूको अनुहार देखाउँछु है म। ल है मुटु दह्रो पारेर आउँदै हुनुहुन्छ। हाम्रो आमा पनि पो यहाँ हिँड्नुहुन्छ होइन। सपायौँ यहाँको विशेषता चाहिँ आलु चप पनि खानु पाइँदो रहेछ कि। अब खानु पाएँ। यहाँ छ आलु चप, यहाँ छ। ल उहाँलाई चाहिँ तपाईँहरूले चिन्नुहुन्छ कि हुन्न? उहाँ चाहिँ एकदमै आङसाराङको चाहिँ हिरो नि। आङसाराङको ल हामी चाहिँ अहिले खासमा उहाँ जाँदैछौँ। यो देखाउनु त यो पुलमा त्यहाँ एकताल पिसाब आउँछ होला बिचमा पुग्दा कामदाखेरि। अनि हिमाल पनि देखिन्छ त हेर्नु ल, हिमाल त्यो छ नि पुलदेखि यता फेरि हिमाल देखिन्छ क्या यहाँनिर फेरि। नाङ्लोले यसो हम्काएर कुहिरोलाई हटाउनु पर्थ्यो। आमो हिमालय सांगवी हिमालय atau nakana pari kisama dhambi atau ini
सवाल छ नहिनु भन्यो इज्जतको सवाल छ हैन खाना कमर मर्काउँदै नाच्दै हिँडेको कस्तो देखिन्छ त आमा लु बा फाइनली हाम्रो आमा पनि झुलुङ्गे पुलमा हाम्रो आमा पनि टिकटक बनाउनु थाल्यो जस्तो छ केटाकेटीहरू ल खै हिरोइनहरू हेरौँ न ल हामी चाहिँ झोलुङ्गे पुलमा छौँ पास्तरको एकदम फेमस डाँडा हिले डाँडा अनि यहाँनिर चाहिँ झोलुङ्गे पुल छ अनि यहाँ यस्तो दामी भ्यू छ क्या दामी 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 प्राकृतिक दृश्य पारी हिमाल यहाँनिर पोखरी अनि हलाइदिने मान्छे चाहिँ अरू कोही नभएर यहाँ एउटा मान्छे छ कि नहलाउ त अरू को हुनसक्छ जस्तो लाग्छ हल्लाउने नामबाट बोलाउँछ लु फर्कौँ है हिले डाँडाबाट अब हाम्रो गाडी आइपुग्यो यहाँ फर्क्यौँ अब ल आज हिमाल यहाँ पुल झोलुङ्गे पुल भ्यू टावर रहेछ कस्तो लाग्यो हिले डाँडा एकदमै राम्रो छ पछाडि गाडी आएर यो गाडी त आइहाल्छ हाम्रो गाडीमा त आमा के छ राङ्बी कन हिले डाँडा बाई बाई हिले डाँडा भन लाग्यो फर्क्यो